बनाएको छ क्या मान्छेहरूको दिमागमा नि। इन्टरभ्यू लिँदा पनि हामी के देख्छौँ भने भिडियोहरू काटछाट गरेर हाम्रै भिडियोहरू त्यसलाई पोजिटिभ बनाइदिने नेगेटिभ बनाइदिने। एकचोटि मलाई याद छ, मैले यहाँलाई हिन्दूको विषयमा अथवा सनातनीको विषयमा मैले प्रश्न गरेको थिएँ, तर त्यो भिडियोलाई यसरी काटेर निर्माण गरियो कि जसमा के देखाइयो भने नेकपा एमालेका अध्यक्ष केपी ओलीज्यू हिन्दू विरोधी हुन्, सनातनी विरोधी हुन्। के भन्न चाहनुहुन्छ यस विषयमा? हाम्रो विश्वास, हाम्रो आस्था सनातनमाथि हो। हाम्रो धर्म भनेको एउटा चाहिँ सामाजिक प्रबन्ध प्रचलन हो, विश्वास हो, आस्था हो। हामी सनातनदेखि एउटा धर्म यसो बन्यो, बनाइयो र मानियो, त्यस्तो होइन। हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो सभ्यता, हाम्रा आस्था, हाम्रा विश्वास बनाइएका होइनन्, बनेका हुन् नेचुरल्ली, समाज विकासको क्रममा बनेका हुन्। यसलाई भनिन्छ सनातन। हिन्दू भनेको एउटा समय क्रममा कहीँ कतैले कसैले कुनै प्रसङ्गवश भन्यो होला हिन्दू। तर मेरो आफ्नो विश्वास हो, कसैले बनाएको, बनाउन बल गरेर बनाएको, कसैको नामबाट बनेको, कुन अवधिबाट बनेको जस्तो कुरा होइन। सनातन कहिले बन्यो भन्दा यो सनातन भनेकै त्यही हो, सनातन। यो पुरातन भन्दा पनि पुरातन छ, स्वनिर्मित छ, स्वयम्भू छ, स्वयं निर्मित छ, स्वयं विकसित छ। समाज विकासको क्रम यति पुरानो, यति गौरवपूर्ण, जसका शास्त्र छन्, विधि छन्, प्रक्रिया छन्, चाडबाड छन्, सबै अनेक चिज छ, योसँग जोडिएका कुराहरू छन्। अब त्यो छोडेर यहाँ आफूलाई सनातनी हुनुमा गर्व महसुस गर्नुहुन्छ? होइन, सनातन भनेको त यसै त के भने एउटा धर्म भन्ने विशेषभित्र म आफूलाई बाँध्दिनँ। धर्म भनेर हाम्रा सामाजिक मूल्य, मान्यता, संस्कृति आदि छन्, ती राम्रा कुराहरूलाई नमान्ने कुरा हुँदैन। किनभने यहाँलाई मैले यो प्रश्न किन गरेँ भने त्यो क्लिपलाई यति धेरै तोडमरोड गरियो, गलत ढङ्गले भनियो कि मैले के सोधेको छु त्यहाँ भने के हो हिन्दू? यस, कहिलेबाट सुरु भयो हिन्दू? हामी सनातनी हौँ भन्नुभयो। हामी सनातनी हौँ, तर त्यसलाई त्यो क्लिपलाई यसरी तोडमरोड गर्यो नै। यो समयक्रममा मान्छेले नामाकरण गर्यो है। भारत थियो होला नि। भारत पाकिस्तान मान्ने बेला हिन्दुस्तान, पाकिस्तान बनाउनु पर्दा हिन्दुस्तान बनायो होला। अब भारतीयहरूले के भन्दैछन् अहिले भन्दाखेरि हामी हिन्दुस्तान होइन भारत हौँ, भारत भन्दैछन् त। हिन्दुस्तान पनि बन्यो त विभाजनका बेला, गीतहरू भने, महान हमारा हिन्दुस्तान भन्ने गीतहरू भने। तर भारत त्यो चाहिँ विभाजनभन्दा अगाडि उहिले 19औँ शताब्दीतिर बन्यो। जनगण मन अधिनायक जय भारत भाग्य विधाता भन्ने बन्यो नि, हो। त्यो हिन्दुस्तान बनेको थिएन त्यस बेला। हिन्दू त्यस्तै गरी नामाकरण कतैबाट भयो। मलाई त्यसमा स्थानको रूपमा हिन्दुस्तान हो, उता पाकिस्तान बन्यो, यता हिन्दुस्तान बन्यो, यसरी। अब मलाई यो कुनै विवादमा फेरि पर्नु छैन। फेरि के भने हाम्रो बारेमा टिप्पणी गर्यो भनेर कसैले भन्ला, मलाई त्यसमा कुनै रुचि पनि छैन, मलाई त्यसमा पर्नु पनि परेको छैन। तर हामीले, हाम्रो संविधानले भनेको सनातन, हाम्रो संविधानले के भन्छ भने आफ्नो सनातन धर्म पालना गर्न कुनै बाधा पुग्ने छैन र सनातन धर्मलाई महत्त्वका साथ संरक्षण गरिनेछ। सनातनको संरक्षण, पालना, विकास। यो कुराहरू गरिरहँदा अहिले विभिन्न सीमाहरूबाट हजारौँको सङ्ख्यामा बाङ्लादेशीहरू नेपाल भित्रिरहेका छन्। सुरक्षा निकायलाई चुनौती छ। यसले यो देशलाई कस्तो चुनौती थपिनेछ सुरक्षाको दृष्टिकोणले? यस्तो खालको क्रियाकलापलाई रोक्नुपर्छ। बाङ्लादेश हाम्रो इमिडिएट नेबर होइन, लगत्तैको छिमेकी होइन। भारत
छिचोलेर आउनुपर्छ। भारतले छिचोलेर यहाँ किन आउन दिन्छ अथवा किन ल्याइदिन्छ? पार गरेर आउन पाइँदैन नि। भारत र बङ्गलादेश खुदै भिसा चाहिने देश हो। भिसा चाहिने देश बिना भिसा भयो भने त त्यहीँ पक्राउ पर्छ नि त। त्यहाँ पक्राउ परेको मान्छे कसरी यहाँ प्रवेश गर्छ? यस्तो खालको चाहिँ नि मैले त्यही भन्छु, इमान्दार मित्र छिमेकी हुँदाखेरि छिमेकका कन्सर्नहरूप्रति, जेन्युन कन्सर्नहरूप्रति संवेदनशील हुनुपर्छ। बङ्गलादेशमा न्यायिक कन्सर्नहरूप्रति सनातनीहरूमाथि, हिन्दूहरूमाथि जुन प्रकारको आक्रमण भइरहेको छ, यसलाई यहाँले के भन्नुहुन्छ? कहीँ पनि विचारको आधारमा, आस्थाको आधारमा कुनै प्रकारको आक्रमण हुनु भनेको असभ्यताको कुरा हो। यो सभ्य समाजको कुरा होइन, यो संकीर्णताको कुरा हो। यो बिल्कुलै नाजायज हो। यो मानवतासँग मेल नखाने कुरा हो, मानव अधिकारसँग मेल नखाने कुरा हो, मानवीय